तर रविको अनुपस्थितिलाई केवल स्वास्थ्य समस्यासँग मात्र जोडेर हेर्न सकिँदैन। 2079को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस र एमालेका प्रभावशाली उम्मेद्वारलाई फराकिलो मतान्तरले पराजित गर्दै उदाएका रविले 49,300 मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले 14,988 र एमालेका कृष्ण भक्त पोखरेलले 14,665 मत मात्र प्राप्त गरेका थिए। समानुपातिक तर्फ पनि रासोपाले 35,945 मत ल्याएर ठूला दलहरूलाई पछि पारेको थियो। निर्वाचनपछि रवि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने, तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै माघ 13 गते उनको सांसद पद खारेज भयो। त्यसपछि 2081 वैशाख 10 गते भएको उपनिर्वाचनमा उनी अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर पुनः विजयी भए। 54,176 मत सहित उनले एमालेका र कांग्रेसका नेताहरूलाई पछि पारेका थिए। तर सरकारमा पुनः प्रवेश गरेपछि रवि फेरि विवादमा तानिए। दोहोरो राजधानी सम्बन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालय मार्फत मुद्दा नचलाउने निर्णय गरेको आरोप लाग्यो। त्यसपछि 2081 असार 31 गते प्रचण्ड सरकार ढालेर बनेको कांग्रेस एमाले गठबन्धन सरकारले रवि विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर मुद्दा अघि बढायो। कास्की, काठमाडौँ, चितवन, रूपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भई कार्तिक 2 गते पक्राउ परेका रविको सांसद पद पुस 8 गते निलम्बनमा पर्यो। रूपन्देही उच्च अदालतको आदेशपछि उनी पूर्वपक्षका लागि थुनामा पठाइए। चैतको अन्त्यतिर जेल चलान भएका रवि भदौ 24 गते जेएनजी विद्रोहका क्रममा नखु कारागारबाट छुट्याइए। यस घटनाले देशैभरिका कैदीबन्दी छुटेको आरोप समेत लाग्यो। चौतर्फी आलोचनापछि उनी पुनः जेल फर्किए र उच्च अदालत बुटोल इजलासले तोकेको धरोटी बुझाएर मङ्सिरको पहिलो हप्ता रिहा भए। यी सबै घटनाक्रमले रविको राजनीतिक यात्रालाई निरन्तर विवाद र कानुनी झमेलामा अल्झाइरहेको देखिन्छ। यद्यपि उनी पुराना दलहरूले आफूलाई राजनीतिक प्रतिशोधका कारण फसाएको आरोप लगाउँदै आएका छन्।